इन्जुरीलाई कसरी प्रिभेन्ट गर्ने अनि इन्जुरी भइहाल्यो भने त्यसलाई कसरी उपचार गर्ने र उपचार गरेर पनि त्यसको फेरि फर्केर त्यो पहिलाको जस्तै गेम खेल्न सक्ने प्रोपर रिहाब भन्छ। त्यसैले इन्जुरी प्रिभेन्सन अनि प्रोपर ट्रिटमेन्ट र रिहाबिलिटेसन गरेर त्यसलाई फेरि खेलाडीको क्षमतामा ल्याउने शिक्षा जुन यो विधा छ त्यसलाई चाहिँ स्पोर्ट्स मेडिसिन भन्छ। स्पोर्ट्स मेडिसिन खेलाडीहरूलाई चाहिँ राम्रो बनाउन र खेलाडीको चाहिँ पर्फर्मेन्स राम्रो ल्याउन आवश्यक विधा हो। म पेसाले अर्थोपेडिक सर्जन भएको र यसमा विगत 2 दशकदेखि के गर्न सकिन्छ भनेर लागिरहेको छु। अब मेरो एउटा एकल व्यक्तिगत पहलले मात्रै पनि यो सम्भव हुँदैन, तर यो चाहिँ जनहितका लागि स्टेक होल्डर्स, प्यारेन्ट्स जसले बच्चाहरूलाई खेलाडी बनाउनुहुन्छ, खेलाडीहरू जो आफै खेलाडी हुनुहुन्छ, कोच, ट्रेनर, अफिसियल्स, नीति नियम बनाउने र सम्पूर्ण समाजका खेलकुदसँग सरोकार राख्ने क्षेत्रका सम्पूर्ण दर्शक श्रोताहरूलाई यो अवेरनेसका लागि अवेरनेस स्वरूप यस्तो यस्तो कन्सेप्ट छ, यसरी यसरी मिलेर काम गरौँ भन्ने मनसायका साथ यो स्पोर्ट्स मेडिसिनको चाहिँ काम सुरु गरेको हो। झन्डै आजभन्दा करिब 8 वर्ष अगाडि एउटा किताब स्पोर्ट्स मेडिसिन भनेर एउटा किताब निकालेको छौँ। यसमा मल्टिपल अथर्सहरू हुनुहुन्छ, थुप्रै अथर्स हुनुहुन्छ। यो किताब चाहिँ एउटा नेसनल एकाडेमी अफ स्पोर्ट्स मेडिसिन भनेर एउटा एनजिओ छ, यो 2012 मा दर्ता भएको र यसले विभिन्न काम गर्दै आइरहेछ। यो नेपाली र अङ्ग्रेजी दुईटै भाषामा छ। यो सर्वसाधारणदेखि लिएर सबैले बुझ्न सक्नुहुन्छ भन्ने हिसाबले चाहिँ यो बुकको चाहिँ पब्लिस गरेको हो। खेलाडीको बनावट कस्तो छ, शरीरको बनावट कस्तो छ, त्यसको फङ्सनल ट्रेनिङको अवस्था कस्तो, फिजियोलोजिकल स्ट्याटस कस्तो छ, तिनलाई कुन गेममा इन्ट्रेस्ट छ, अनि त्यो कुन गेममा इन्ट्रेस्ट मात्र भएर भएन, तिनको शरीर कुन गेमका लागि फिट छ भनेर बुझ्ने हो भने तिनको शारीरिक परीक्षण गर्नु पर्यो, त्यसलाई मोटिभेसन गर्नु पर्यो, त्यो अनुसारको ट्रेनिङको व्यवस्था गर्न सक्यौँ भने तपाईँ एकदम राम्रो उत्पादन हुन्छ, खेलाडी हुन्छ। कुनै पनि खेलाडीको स्वास्थ्य परीक्षण गर्नु पर्यो। विदेश जानलाई चाहिँ परीक्षण नगरिकन, मेडिकल सर्टिफिकेट नभइकन हुने भए सर्टिफिकेटका लागि आउनुहुन्छ, तर वर्षको 1 चोटि 2 चोटि अथवा आवश्यकता अनुसार जाँच गर्ने प्रोभिजन छैन भने पोलिसी लेभलमै यो आउनुपर्छ भन्ने चाहिँ कन्सेप्ट हो। पोलिसी लेभलमै यो चिज चाहिँ हुनुपर्छ भन्ने भयो भने त त्यसपछि बाध्य भएर खोजेर ल्याउँछ नि हजुरको। त्यसको मेडिकल चेकअप पनि हुन्छ। अहिले मिसन 26 भनेर 2026 मा हुने एसियन गेमका लागि राष्ट्रिय खेलकुद परिषदले करिब 10 महिना अगाडि, 1 वर्ष अगाडिदेखि नै केही 10 वटा गेमका खेलाडीहरूलाई क्लोज क्याम्पमा राखेर ट्रेनिङ गराइरहनु भएको छ। विडम्बना कहाँ छ भने खेलकुद आयोजना हुँदा करोडौँको पटाका पड्काइन्छ। ती खेलाडीको उपचार गर्ने इन्सुरेन्स स्किम छैन। त उपचार भयो भने जुन इभेन्ट हुन्छ, इभेन्टमा बल्क इन्सुरेन्स हुँदो रहेछ। जस्तै एउटा खेलकुद भयो, राष्ट्रिय आयोजना प्रतियोगिता भयो भने त्यहाँ कति छन् खेलाडी, 5000 10000, तिनको चाहिँ एउटा इन्सुरेन्स हुँदो रहेछ, बल्क इन्सुरेन्स भन्छ। अनि त्यो त त्यही खेल्दा मात्रै भयो नि। अनि खेलाडी खेल्दा मात्रै त इन्ज्योर्ड हुँदैन, त्यो त सबैभन्दा बढी इन्ज्योर्ड हुने सम्भावना ट्रेनिङमा हुन्छ। ट्रेनिङमा कम्पिटिसन हुन्छ, ऊ त्यो खेलमा पर्नु पर्यो, त्यसको लागि सिलेक्ट हुनु पर्यो, ऊ त्यसमा मिहिनेत गर्छ। त्योभन्दा अरू बेला पनि होला। अब इन्जुरी र इलनेसलाई चाहिँ बेसिक उपचार गर्ने पनि अहिलेसम्म त्यो माहौल छैन। हजुर नमस्कार, म डाक्टर पदम बहादुर खड्का, म पेसाले अर्थोपेडिक सर्जन। म यो स्पोर्ट्स मेडिसिनको क्षेत्रमा पनि अवेरनेस कार्यक्रम सञ्चालन गर्दछु र म यो क्षेत्रमा लागेको करिब 2 दशक जति भयो। यो स्पोर्ट्स मेडिसिन भनेको चाहिँ मल्टिपल विधा हो हजुरको। खेलाडीहरूको स्वास्थ्यको फिटनेस चाहिन्छ खेलाडीलाई, त्यो फिटनेसको बारेमा हेर्ने, खेलाडीहरूलाई हुने इन्जुरी, जुन इन्जुरीहरू हुन्छ त्यो इन्जुरीको प्रिभेन्सन कसरी गर्ने, इन्जुरी प्रिभेन्सन प्रोग्राम भन्छ हजुरको। इन्जुरीलाई कसरी प्रिभेन्ट गर्ने अनि इन्जुरी भइहाल्यो भने त्यसलाई कसरी उपचार गर्ने र उपचार गरेर पनि त्यसको फेरि फर्केर त्यो पहिलाको जस्तै गेम खेल्न सक्ने प्रोपर रिहाब भन्छ। त्यसैले इन्जुरी प्रिभेन्सन अनि प्रोपर ट्रिटमेन्ट र रिहाबिलिटेसन गरेर त्यसलाई फेरि खेलाडीको क्षमतामा ल्याउने शिक्षा जुन यो विधा छ त्यसलाई चाहिँ स्पोर्ट्स मेडिसिन भन्छ। यो खेलाडीहरूको स्वास्थ्य सम्बन्धी विधा हो। यसमा मल्टिपल डिसिप्लिनहरू छन्, भनौँ न विभिन्न विधाका मान्छेहरूको यसको आवश्यकता हुन्छ। यो टिमवर्क हो। यहाँ चिकित्सक डक्टर्सहरू हुन सक्ने हुनुभयो, त्यसपछि फिजियोथेरापिस्ट, डाइटिसियन, साइकोलोजिकल काउन्सिलर, कोच, ट्रेनर, फिजिकल फिटनेस ट्रेनरहरूदेखि लिएर सोसल सर्भिस युनिट, यसरी कम्तीमा पनि आधा दर्जन जति स्टेक होल्डरहरू चाहिँ यो विषयका विशेषज्ञहरू चाहिँ यो विधामा चाहिँ मिलेर काम गर्नुपर्ने हुन्छ। त्यसैले स्पोर्ट्स मेडिसिन खेलाडीहरूलाई चाहिँ राम्रो बनाउन र खेलाडीको चाहिँ पर्फर्मेन्स राम्रो ल्याउन आवश्यक विधा हो। म पेसाले अर्थोपेडिक सर्जन भएको र यसमा विगत 2 दशकदेखि के गर्न सकिन्छ भनेर लागिरहेको छु। अब मेरो एउटा एकल व्यक्तिगत पहलले मात्रै पनि यो सम्भव हुँदैन, तर यो चाहिँ जनहितका लागि स्टेक होल्डर्स, प्यारेन्ट्स
जसले बच्चाहरूलाई खेलाडी बनाउनुहुन्छ, खेलाडीहरू जो आफै खेलाडी हुनुहुन्छ, कोच, ट्रेनर, अफिसियल्स, नीति नियम बनाउने र सम्पूर्ण समाजका खेलकुदसँग सरोकार राख्ने क्षेत्रका सम्पूर्ण दर्शक श्रोताहरूलाई यो अवेरनेसका लागि अवेरनेस स्वरूप यस्तो यस्तो कन्सेप्ट छ, यसरी यसरी मिलेर काम गरौँ भन्ने मनसायका साथ यो स्पोर्ट्स मेडिसिनको चाहिँ काम सुरु गरेको हो। यसमा झन्डै आजभन्दा करिब 8 वर्ष अगाडि एउटा किताब स्पोर्ट्स मेडिसिन भनेर एउटा किताब निकालेको छौँ। यसमा मल्टिपल अथर्सहरू हुनुहुन्छ, थुप्रै अथर्स हुनुहुन्छ। यो किताब चाहिँ एउटा नेसनल एकाडेमी अफ स्पोर्ट्स मेडिसिन भनेर एउटा एनजिओ छ, यो 2012 मा दर्ता भएको र यसले विभिन्न काम गर्दै आइरहेछ। यो नेपाली र अङ्ग्रेजी दुईटै भाषामा छ। यो सर्वसाधारणदेखि लिएर सबैले बुझ्न सक्नुहुन्छ भन्ने हिसाबले चाहिँ यो बुकको चाहिँ पब्लिस गरेको हो। अब स्पोर्ट्स मेडिसिन कहाँबाट सुरु गर्ने, कसरी सुरु गर्ने, कहिले सुरु गर्ने भन्ने एउटा अहम प्रश्न छ। खेलाडीहरू सम्भवतः अरू देशहरूमा 8-10 वर्षदेखि नै सुरु हुन्छ। खेलाडीहरूलाई चाहिँ कुन गेमका लागि खेलाडी जान्छ भनेर हो, हामीले त्यो खेलाडीको बनावट कस्तो छ, शरीरको बनावट कस्तो छ, त्यसको फङ्सनल ट्रेनिङको अवस्था कस्तो, फिजियोलोजिकल स्ट्याटस कस्तो छ, तिनलाई कुन गेममा इन्ट्रेस्ट छ, अनि त्यो कुन गेममा इन्ट्रेस्ट मात्र भएर भएन, तिनको शरीर कुन गेमका लागि फिट छ भनेर बुझ्ने हो भने तिनको शारीरिक परीक्षण गर्नु पर्यो, त्यसलाई मोटिभेसन गर्नु पर्यो, त्यो अनुसारको ट्रेनिङको व्यवस्था गर्न सक्यौँ भने तपाईँ एकदम राम्रो उत्पादन हुन्छ, खेलाडी हुन्छ। संसारमा थुप्रै यस्ता रिपोर्ट्सहरू छन्। सबभन्दा सजिलो उदाहरण बुझ्ने हो भने अहिले लियोनल मेसी बुझ्छन्, जसलाई चाहिँ बार्सिलोना क्लबले सानैदेखि बार्सिलोना एकाडेमीमा राखेर ट्रेन गराए। उनको फिजिकल ग्रोथमा समस्या भए पनि हर्मोनल ट्रिटमेन्ट गरेर स्किलदेखि लिएर स्वास्थ्य सबै परीक्षण गराएर आज लियोनल मेसी भएको छ भने अरू खेलाडीहरूलाई पनि त्यसरी नै बनाउन सकिन्छ। नेपालमा अब यो कन्सेप्टको सुरुवात छैन, स्कुलदेखि नै भनेर छैन, ट्यालेन्ट हन्ट हुन्छ, खेलाडीहरू आउँछन्। खेल खेलिसकेका खेलाडीहरूलाई पनि पेरियोडिक हेल्थ चेकअप पनि छैन। साँच्चै भन्नुपर्दा अहिले देशमा इन्जुरी प्रिभेन्सन प्रोग्रामै छैन, मेडिकल चेकअपको अवस्था पनि छैन। अब छैन भनेर सबै चिज गुनासो नगरौँ। अब यो चाहिँ के गर्न सकिन्छ, के चिजहरू गर्न सकिन्छ भन्ने बारेमा हामी फोकस रहन्छौँ। अहिलेको एक्जिस्टिङ अवस्था के छ भनेर एउटा स्पोर्ट्स मेडिसिन प्र्याक्टिस इन नेपाल भनेर एउटा सर्वे गर्दैछु म, करिब 300-400 जना जतिको डाटाबेस लिइसकेँ। अहिले जुन प्र्याक्टिसमा छ, यहाँले सोध्नु भएको प्र्याक्टिसमा भएको चिज चाहिँ पेरियोडिक मेडिकल चेकअप छैन कुनै अवस्थामा, स्थानीय तह, प्रदेश सरकार र सङ्घीय उसमा, इभन नेसनल इन्टरनेसनल खेलाडीहरूको पनि छैन। कुनै पनि खेलाडीको स्वास्थ्य परीक्षण गर्नु पऱ्यो, विदेश जानलाई चाहिँ परीक्षण नगरिकन, मेडिकल सर्टिफिकेट नभइकन हुने भए सर्टिफिकेटका लागि आउनुहुन्छ। तर वर्षको 1 चोटि 2 चोटि अथवा आवश्यकताअनुसार जाँच गर्ने प्रोभिजन छैन। इन्जुरी भएपछि मात्रै आउनुहुन्छ। अब इन्जुरी भएपछि त उपाय छैन, त्यसलाई ट्रिट गर्नु पऱ्यो। त ट्रिटमेन्ट गरिसकेपछि नि फेरि प्रोपर रिहाब पनि छैन भनेको इन्जुरी प्रिभेन्सन प्रोग्रामको त कुनै अर्थै छैन, कुनै चिजबिज कन्सेप्ट नै छैन। ट्रिटमेन्ट त गर्नै पऱ्यो। अब हात भाँचियो, खुट्टा भाँचियो भने त्यसलाई उपचार गर्नु पऱ्यो, लिगामेन्ट इन्जुरी भयो त्यसलाई उपचार गर्नै पऱ्यो, उपचार हुन्छ। र प्रोपर रिहाब पनि छैन। रिहाब भयो भने पनि त्यो जुन इन्जुरी भएर उपचार गर्यो, उपचारपछि फेरि रिहाब गरेर फर्केर आउन पनि सक्छन्। जस्तै हाम्रो फुटबल खेलाडी पृथ्वी राईको घुँडाको शल्यक्रिया गरेर फेरि गेममा फर्किन्, यस्तै त्यो सकिन्छ। तर त्यो प्रोपर रिहाब हुनु पऱ्यो, त्यो चिजको पनि व्यवस्था गर्न जरुरी छ। अहिले यहाँले भन्नुभएको जस्तै देशमा यो कन्सेप्ट नै सुरु भएको छैन भन्छु म चाहिँ। स्टेक होल्डरको लेभलमा यो कन्सेप्ट चाहिँ सुरु हुन जरुरी छ। यसलाई चाहिँ नीति नियमै बनाएर जान जरुरी छ। खेलाडीहरूको फिटनेसलाई ध्यान दिने, खेलाडीहरूको इन्जुरी प्रिभेन्सन प्रोग्राम डेभलप गर्ने, अब ट्रिटमेन्ट त भइहाल्छ, रिहाब प्रोपर रिहाब गर्ने, डाइट न्युट्रिसनको बारेमा पनि ध्यान दिने, काउन्सिलिङ, साइकोलोजिकल काउन्सिलिङ, साइन्टिफिक ट्रेनिङ, यी विभिन्न 5-6वटा कम्पोनेन्टलाई चाहिँ सँगै मिलाएर लानुपर्छ। नेसनल इन्टरनेसनल गेमहरू हुन्छ, ओलम्पिक हुन्छ, एसियन हुन्छ, उहाँहरू जानुहुन्छ, देख्नुहुन्छ, जानकार नहुनु भएको होइन। अब कोचले भन्यो भने उहाँलाई चाहिँ ट्रेनिङ महत्त्वपूर्ण हुने भयो। अब म स्वास्थ्य कर्मीको हिसाबले स्वास्थ्य ठिक हुनु पऱ्यो, पहिला ऊ बलियो हुनु पऱ्यो, त्यसपछि स्किल र सिप सिक्छ, ऊ कम्पिटेन्सी डेभलप गर्छ भन्ने सोच्ने भएँ। अर्को काउन्सिलरले चाहिँ ऊ मानसिक हेल्थ, मेन्टल्ली ऊ फिट हुनु पऱ्यो भन्ने सोच्नुहुन्छ होला। भन्नाले ऊ मेन्टल्ली पनि फिट हुनु पऱ्यो, हेल्दी हुनु पऱ्यो, फिजिकल्ली फिट हुनु पऱ्यो, ट्रेनिङ हुनु पऱ्यो, उसको प्रोपर ट्रेनिङ हुनु पऱ्यो, स्किल हुनु पऱ्यो, नत्र कम्पिटेन्स गर्न सक्दैन। त्यसैले यी चिज जानकारी छ, जानकारी भएर पनि त्यसलाई कार्यान्वयन गर्ने कसले? अब एउटा कोच हुनुहुन्छ भने कोचले त ट्रेनिङै गराउने हो, उहाँलाई त्योभन्दा बढी अथोरिटी हुँदैन भने पोलिसी लेभलमै यो आउनुपर्छ भन्ने चाहिँ कन्सेप्ट हो। पोलिसी लेभलमै यो चिज चाहिँ हुनुपर्छ भन्ने भयो भने त त्यसपछि बाध्य भएर खोजेर ल्याउँछ नि हजुरको। त्यसको मेडिकल चेकअप पनि हुन्छ। अहिले मिसन 26 भनेर 2026मा हुने एसियन गेमका लागि राष्ट्रिय खेलकुद परिषदले
करिब 10 महिना अगाडि 1 वर्ष अगाडिदेखि नै केही 10वटा गेमका खेलाडीहरूलाई क्लोज क्याम्पमा राखेर ट्रेनिङ गराइरहनु भएको छ। अब यो पनि पहिलोचोटि रे अब 2026मा सेप्टेम्बरमा हुन्छ, 1-2 वर्ष अगाडि नै त्यसका लागि तयारी गर्ने भनेर, यो त राम्रो कुरा हो। अनि त्यो खेलाडीहरूको चाहिँ अहिले राष्ट्रिय खेलकुद परिषद मार्फत नै स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टर छ, त्यसले चाहिँ एकचोटि बेसलाइन मेडिकल चेकअप सुरु गरेका छौँ हामीले। बेसलाइन मेडिकल चेकअप भनेको अब शरीरको विभिन्न भागको जाँच गर्ने, इको गर्ने, यी सबै स्क्रिनिङ टेस्टहरू, त्यो चाहिँ बेसलाइन हुन्छ। बेसलाइन पछि त्यसबाट आएको फाइन्डिङमा चाहिँ अब के थप्नुपर्ने, के मोडिफाई गर्नुपर्ने छ भनेर फिडब्याक दिन्छौँ र अनि त्यसरी फेरि अरू आवश्यक पऱ्यो भने अरू जाँचहरू गराउन सकिन्छ। फिजियोथेरापिस्टले एसेसमेन्ट गराएको छ, डाइटिसियनहरूले आएर क्लास लिनुहुन्छ भनेको यो कन्सेप्ट सुरु हुन थालेको छ। तर यसलाई नीतिगत रूपमा ल्याउनु पऱ्यो, यो चाहिँ हुनैपर्ने हो भनेर राख्नुपर्ने हो। अब यो कुनै चाहिँ एउटा पदाधिकारी आउनुभयो, उहाँलाई गर्नुभयो, अर्को आयो उहाँलाई चाहिँ त्यो आवश्यक ठान्नु भएन, गर्नु भएन भन्ने हुनु भएन। म चाहिँ पेसाले अर्थोपेडिक सर्जन, म 2 दशक जति भयो यसमा लागेको, म खेलमा इन्ट्रेस्टेड भएको चाहना भएको भएर यो खेलाडीहरू इन्ज्योर्ड भएर फेरि एउटा खेलाडी उत्पादन गर्न धेरै समय लाग्ने, त्यो खेलाडी इन्ज्योर्ड भयो भने यसै बाहिर जाने, अब देशसँग यत्रो ब्याकअपमा पनि नहुने, समाजलाई पनि देशलाई पनि व्यक्तिगत व्यक्तिगत घाटा हुने भएको भएर केही गर्न सकिन्छ कि भनेर यो 2012मा यो पोखरामा चाहिँ एउटा संस्था दर्ता गरेर यसमार्फत हामी काम गर्दै आएछौँ। अब मैले पोखरामा हुँदा पनि कास्की सेवा हस्पिटल मार्फत त्यहाँ भएका विभिन्न हस्पिटलहरूले पनि त्यहीँको खेलकुदलाई, गण्डकी प्रदेश खेलकुद अहिले प्रदेश सरकार छ त्यसलाई पनि हामी सपोर्ट गर्छौँ। गेम इभेन्ट गर्न, यो पब्लिक अवेरनेस गर्न, यो क्लासहरू लिने, कोचहरू विभिन्न स्टेक होल्डर्सहरूलाई चाहिँ विचार आदान प्रदान गर्ने, छलफल गर्ने गर्छौँ। र त्यसको एकदम सबभन्दा महत्त्वपूर्ण काम चाहिँ यो बुक हो, यो किताब हो एउटा, यो नेपाली र अङ्ग्रेजी दुईटै भाषामा छ। यो किताबले चाहिँ यसको बेसिक कन्सेप्ट सबैले, प्यारेन्ट्सले, खेलाडीहरूले, अफिसियल्सहरूले सबैले यो बुझुन् भनेर कमसेकम यो कन्सेप्ट हो, यसरी जान सकिन्छ भन्ने हेतुले चाहिँ यो किताब बनाएको हो। यो पनि पब्लिक अवेरनेस प्रोग्राम नै हो र यसमार्फत एउटा अर्को काम छ खेलाडीहरूको पर्फर्मेन्स बढाउनलाई चाहिँ हाई एल्टिट्युड ट्रेनिङ भनेर उच्च भूभागमा गयौँ भने खेलाडीहरूको आफ्नो अक्सिजनको क्षमता शरीरमा बढ्छ र त्यसले थाक्दैन। जसरी शेर्पाहरू बिना अक्सिजन सगरमाथा चढ्नुहुन्छ, अरू हिमालहरू चढ्न सक्नुहुन्छ, हाइल्यान्डर्स शेर्पा मात्र होइन अरूले पनि सक्नुहुन्छ होला, अब हाम्रोमा शेर्पा ब्रान्ड हुनुभयो। त्यसरी खेलाडीहरूलाई चाहिँ माथि सर्टेन एउटा एल्टिट्युडमा लगेर ट्रेनिङ गरायौँ भने शरीरमा परिवर्तन हुन्छ र त्यसले सजिलो हुन्छ भनेर त्यो एउटा कन्सेप्ट, एउटा फिजिबिलिटी स्टडी सङ्घीय सरकारलाई मैले 2072मा एउटा बनाएर दिएको थिएँ यही संस्थाले। त्यसको अहिले गण्डकी प्रदेश सरकारले त्यसलाई लगेर मुक्तिनाथभन्दा पारिपट्टि 508 रोपनी जग्गा सुरु गरेर त्यो कन्सेप्ट सुरु भएको छ। त्यो एउटा मोडेल सुरु भयो भने अरू प्रदेशमा पनि त्यो जाला। त्यसैले यसका मुख्यतः काम अवेरनेस गराउने, रिसर्च अनुसन्धानहरू गर्ने, अनि पोलिसीका लागि लबिङ गर्ने, यही मुख्य कामहरू, यही 3टा कामहरू। म पोखरामा काम गर्दा पनि रङ्गशाला गइरहनु पर्ने अनि जाने भएको भएर अब यो खेलाडी इन्ज्योर्ड भयो भने त उपचार गर्ने ठाउँै रहन्छ, उपचार गर्नेसम्म ठाउँ हो। अब त्यो इन्जुरी प्रिभेन्सन गर्ने, रिह्याब गर्ने, यो कन्सेप्टको चाहिँ अझै विकास भएको रहन्छ भनेर यसमा केही गर्न सकिन्छ कि मेरो रोल, म एज ए चिकित्सकका हिसाबले खेलाडीहरूलाई केही गर्न सकिन्छ कि भन्ने हिसाबले म यसमा जोडिन पुगेको। अब राष्ट्रिय खेलकुद योजना हुन्छ, राष्ट्रिय खेलकुद जिल्लादेखि यस्ता खेलाडीहरू आउँदा रहेछन्। अब खेलाडीहरूलाई चाहिँ उपचार पाउनुपर्छ, मैले यो प्रोपर ट्रेनिङ पाउनुपर्छ भन्ने त जानकारी हुने कुरै भएन। ती ग्रासरुट लेभलका खेलाडीहरूलाई, राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरूलाई जानकारी छ, किनभने उहाँहरूसँग इन्टरनेसनल एक्सपोजर हुन्छ, उहाँहरूले माग गर्नुहुन्छ। अब एउटा दुईटा खेलाडीले माग गरेर पनि भएन, खेलाडी सबैले माग गर्यो भने त त्यो जसै पनि हुन्थ्यो। अब त्यो पनि समस्या छ, त्यसका लागि को लड्ने भन्ने हुन्छ नि। खेलाडीलाई जानकारी नभएको होइन, जानकारी भएर पनि हामीलाई यो चाहियो भन्ने अवस्थामा हुनुहुन्छ जस्तो मलाई चाहिँ लाग्दैन। मैले चाहिँ मेरो यो केही 1-1.5 दशकको अनुभव अनुसार हामीलाई यो हुनैपर्छ, यति चाहिँ व्यवस्था होस् भन्ने छैन। विडम्बना कहाँ छ भने खेलकुद आयोजना हुँदा करोडौँको पटाका पड्काइन्छ, ती खेलाडीको उपचार गर्ने इन्सुरेन्स स्किम छैन। त उपचार भयो भने जुन इभेन्ट हुन्छ, इभेन्टमा बल्क इन्सुरेन्स हुँदो रहेछ। जस्तै एउटा खेलकुद भयो, राष्ट्रिय आयोजना प्रतियोगिता भयो भने त्यहाँ कति छन् खेलाडी, 5000 10,000, तिनको चाहिँ एउटा इन्सुरेन्स हुँदो रहेछ, बल्क इन्सुरेन्स भन्छ। अनि त्यो त त्यही खेल्दा मात्रै भयो नि, अनि खेलाडी खेल्दा मात्रै त इन्ज्योर्ड हुँदैन। त्यो त सबैभन्दा बढी इन्ज्योर्ड हुने सम्भावना त ट्रेनिङमा हुन्छ, ट्रेनिङमा कम्पिटिसन हुन्छ, ऊ त्यो खेलमा पर्नु पऱ्यो, त्यसको लागि सिलेक्ट हुनु पऱ्यो, ऊ त्यसमा मिहिनेत गर्छ। त्योभन्दा अरू बेला पनि होला। अब इन्जुरी र इलनेसलाई चाहिँ बेसिक उपचार गर्ने पनि अहिलेसम्म त्यो माहौल छैन। खेलाडीले नै अब अवेर हुनुपर्छ, यो मेरो उद्देश्य पनि त्यही हो। खेलाडी आफै जाग्नुपर्छ, उहाँहरू आफै सचेत हुनुपर्छ, उहाँले आफ्नो स्वास्थ्यका बारेमा आफैले माग राख्नुपर्छ भन्ने चाहिँ यो पनि अर्को एउटा सन्देश हो। यहाँ हामी अहिले यो ग्रिन सिटी हस्पिटलमा छौँ। ग्रिन सिटी हस्पिटलमा यो चाहिँ यो जिम जस्तो जुन छ,
यो चाहिँ यो इन्जुरी प्रिभेन्सन प्रोग्राम हो। कुन गेमका लागि खेलाडीलाई कुन खालको ट्रेनिङ गर्ने भन्ने कोच, ट्रेनर र फिजियोथेरापिस्ट साथीहरू मिलेर चाहिँ त्यो पर्टिकुलर व्यक्तिका लागि, खेलाडीका लागि पर्टिकुलर एक्सर्साइज त्यसलाई के बलियो बनाउने हो, त्यसको स्ट्रेन्थेनिङ, स्ट्रेचिङ के चाहिँ चाहिने हो त्यो चाहिँ सिकाउने हो। यो यसको उद्देश्य त्यो हो, ताकि इन्जुरी चाहिँ सकेसम्म कम होस्, सके प्रिभेन्ट होस्। अब प्रिभेन्ट चाहिँ हुँदैन, त्यसलाई कम होस् भन्ने एउटा उद्देश्य हो यो। अनि योभन्दा उतापट्टि एउटा फिजियोथेरापिस्ट छ, त्यहाँ चाहिँ ट्रिटमेन्ट उपचार भइसक्यो, इन्जुर्ड भयो भने त्यसलाई अपरेसन गर्ला, नभए सफ्ट टिस्यु इन्जुरी छ भने त्यही अनुसार ट्रिटमेन्ट गर्ने अप्सन छ। र त्योभन्दा उतापट्टि एउटा रिहाब छ। त्यसले इन्जुरी प्रिभेन्सन, ट्रिटमेन्ट र रिहाबका लागि चाहिँ एउटा कम्प्लिट सेटअप छ। यो सेटअप सुरुवात गरेका छौँ, यसलाई हामीले पुरै फुल फङ्सनल रूपमा ल्याउन सकिरहेको छैनौँ। अब यो खेलाडीहरूसँग अहिले चार्ज गरेर लिने पक्षमा हामी छैनौँ। योभन्दा अगाडि म पोखरामा कास्की सेवा हस्पिटलमा काम गर्थेँ। मैले त्यहाँ झन्डै 2 दशक बिताएँ पोखरामा। त्यहाँ चाहिँ यसरी संस्थागत रूपमा छैन, तर त्यहीँ त्यो रङ्गशालामै एउटा स्पोर्ट्स मेडिसिन सेन्टर भनेर डेभलप गरेका छौँ। अब त्यो प्रदेश सरकारले त्यहाँ म्यान पावर राख्ला, तर त्यो कन्सेप्ट डेभलप भएको छ त्यहाँ पनि। त्यसलाई चाहिने सिस्टम के हो, त्यो सिस्टमका लागि चाहिँ हामीले यो संस्था मार्फत सहयोग गरिरहेछौँ। त्यहाँ पनि थुप्रै साथीहरू छन्, फिजियोथेरापिस्ट छन्, अर्थोपेडिक सर्जन हुनुहुन्छ, डाइटिसियन साथीहरू छन्। यो कन्सेप्ट चाहिँ त्यो प्रदेशमा पनि लागू गर्ने तयारीमा छौँ। खेलाडीहरूको मेडिकल चेकअप चाहिँ हुनै पर्यो, म्यान्डेटरी बेसलाइन हुनु पर्यो र पेरियोडिक आवश्यकता अनुसार हुनु पर्यो। कम्तीमा नि वर्षमा 2 चोटि 3 चोटि बेसलाइन जाँचहरू हुनु पर्यो भन्ने हो। आवश्यकता अनुसार त्योभन्दा बढी त्यो चाहिँ हुनै पर्यो मेडिकल फिटनेसका लागि भनेर। त्यसै अनुसार दोस्रो उपचारका लागि चाहिँ खेलाडीहरूको इन्सुरेन्स, एथलेट्स इन्सुरेन्स भनेर, इन्सुरेन्स इन्जुरी र इलनेस दुइटैका लागि। अब गेम खेल्यो, एक दिन एउटा समस्या भयो, फेरि उपचार गर्न गयो भने पैसा छैन। नेपालमा यसै पनि खल्टीबाटै तिर्नुपर्ने छ। सरकारी हस्पिटलहरूको चाप त्यस्तै बढी छ, निजीमा त्यो पनि सबै खेलाडीहरूको एफोर्डेबिलिटी नहुन सक्छ, तिर्न सक्ने अवस्था छैन। त्यसैले राज्यले एउटा त्यो जाँच गर्नुपर्छ भन्ने नीति बनाइदिनु पर्यो र त्यसको लागि इन्भाइरोमेन्ट बनाइदिनु पर्यो। दोस्रो खेलाडीहरूको चाहिँ उपचारका लागि जुन मेडिकल फिटनेसका लागि चाहिँ छ, इन्सुरेन्स स्किम डेभलप गरिदिनु पर्यो। यदि दुईवटा चिज गरिदियो भने यो सदाका लागि चाहिँ राम्रो हुन्छ। अहिलेको पुस्ताको खेलाडीहरू अब फरक छ। अहिले अब आइटीको जमाना छ, सबै खेलाडीहरू पनि प्रायःजसो सबै एजुकेटेड हुनुहुन्छ, इन्फर्मेसन लिन सक्नुहुन्छ, इन्फर्मेसनको जानकारी पनि छ। त्यसैले उहाँहरू आफ्नो स्वास्थ्यप्रति आफै सजग रहनुपर्छ होइन। के स्वास्थ्य, के खाना हुने, के नहुने, जस्तै ड्रग्स एन्ड डोपिङ भन्छ, हजुरको डोपिङमा के औषधिहरू पर्छ, केही सप्लिमेन्ट खानु पऱ्यो भने त्यसको बारेमा सर्च गर्नु पऱ्यो। त्यो इन्ग्रेडियन्ट ब्यान्डमा छ कि छैन, त्यसले स्वास्थ्यलाई के असर गर्छ भनेर जान्न पऱ्यो। अब त्यो प्रायःजसो खेलाडीहरूले सचेतै हुनुहुन्छ। अब यो पुस्ताको खेलाडीहरूलाई थाहा छ कम्पिटिसनमा कहाँ जाने, के जाने भन्ने। तर कुरा के हो भने इन्टेलिजेन्ट लिभिङ भने जस्तै इन्टेलिजेन्ट प्ले चाहियो। आवश्यक पऱ्यो भने कन्सल्टेन्ट विज्ञहरूसँग अब अहिले त अनलाइन छन्, निःशुल्क सहयोग गर्ने साथीहरू पनि हुन्छन्, यस्ता ग्रुपहरू हुन्छन्। हामी पनि यस्तै संस्था हो, यस्ता थुप्रै नेटवर्कमा मान्छेहरू हुन्छन्। इन्फर्मेसन चाहनुभयो भने पाउनुहुन्छ। त्यसैले आफ्नो स्वास्थ्यको बारेमा आफै सजग रहनुपर्छ। ट्रेनिङ के हो, खाना के खाने, आफ्नो लाइफस्टाइल के छ, त्यो चिज चाहिँ ध्यान दिनुपर्छ। त्यसैले अहिलेको पुस्ताको खेलाडीलाई चाहिँ अब इन्फर्मेसनको अभाव छैन, जुन डिसिप्लिन छ अनि आफ्नो शरीरका लागि, आफ्नो गेमका लागि के गर्ने भन्ने कुरा हो, त्यो चाहिँ बुझ्न जरुरी छ जस्तो लाग्छ। हस्, धन्यवाद।